हेलो गाइज, आज चाहिँ म जाँदैछु दिदीको घर। ठमक 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 हिँडेर स्ट्यान्डसम्म गएर त्यहाँदेखि चाहिँ गाडी भेटाएँ। त्यहाँदेखि गएँ सररररर लगाएर होइन। कत्रो बेर गाडी कुद्नु पर्यो क्या, तर आज मलाई अलिक अल्छी पनि पो लाग्दो रहेछ हौ गाडीतिर कुद्दाखेरि त। अनि म गएँ, अनि म चाहिँ गाडीदेखि ओर्लेँ। त्यस पछाडि फाइनली म चाहिँ अब गाडीदेखि ओरिसकेको छु। सट्ट ओह्रालो हुन्छ नि। गाडीको यो झ्याङ झुङझुङ ट्याट्या टुटु सुनिसके पछाडि चाहिँ यसरी शान्त ठाउँमा हिँड्नु चाहिँ यस्तो आनन्द आउँछ होइन। हरियाली अहिले सबै यस्तो डाँडा काँडा हेर्दाखेरि पनि यति राम्रो छ। अनि म यसरी सुई 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 हिँड्छु। हुन्छ नि अहिले चाहिँ कस्तो यो गाडीको त्यो जहिले आवाज सुनिरहेको ट्याट्या टुटुट यता त्यता होइन। अनि यसरी हिँड्दाखेरि चाहिँ कस्तो यो बाहिर हिँडेपछि चाहिँ छुट्टै मजा आउँछ क्या। अहिले त जता हेर्यो त्यतै हरियाली छ होइन। डाँडा काँडा कस्तो राम्रो मौसम छ। गर्मी पनि छैन, जाडो पनि छैन, ठिक्कको मौसम छ मेरो लागि चाहिँ। अनि साइडतिर जङ्गलमा झ्याउखिरी कराउँदैछ। झ्याउ के भन्छ कि खै के भन्छ अब, खै के भन्छ जे भए पनि त्यही हो। अनि यहाँ रातो माटो चिप्लो बाटो लड्दै पर्दै हिँड्नुपर्ने हुन्छ गाइज। अनि म चाहिँ आज दिदीलाई भेट्न गएको।